हेलो एभ्रिवान, नमस्ते सबैजनालाई। र म चाहिँ आज ड्युटीबाट आएर चाहिँ अब खाना खान लागेको छु। गाइस फ्राइड राइस बनाएर खाँदैछु। अब नेपालमा त अब चुनावको लहर होला, सबै नेताहरूले खुवाउलान् है। हामीलाई चाहिँ यो कम्पनीले भात दिन्छ हजुर, यी तताएर चिकन फ्राइड राइस बनाएर खाँदैछु। गाइस अब के गर्ने, अब हामी त चुनावमा आउनु पनि भ्याइएन, अलिकता गतिलो र अब देश बनाउने नेताहरूलाई चुन्नु होला। भ्रष्टाचार गरेर आफ्नो चाचा मामाहरूलाई हेर्ने, आफ्नो परिवारलाई हेर्नेलाई मात्र भोट नदिनु होला। पहिलाको भोट चाहिँ कसैलाई नबिगार्नु होला है। राम्रोलाई दिनुहोस्, नराम्रो लाउट बाई बाई गर्नुपर्छ। अब धेरै यो देश बिगारिन्छ। अब कुनै नेताको पछि लगाएर भात खाइँदैन, यी कम्पनीको मिहिनेत गरेर चाहिँ हामीले भात खाँदैछौँ है। त्यसमा बेचिएर के गर्ने बाध्यता छ। भात खाँदैछौँ बनाएर यी राइसहरू है। त्यही भएर यसपालिको चुनाव चाहिँ नबिगार्नु होला कसैले। मेरो पनि परिवारलाई म सम्झाउँछु, 8-10 भोट मेरो पनि परिवारबाट आउँछ। राम्रो गरेर सम्झाउँछु, सरसल्लाह गर्छौँ हामी कसलाई दिने के नगर्ने भनेर। राइट।